नमस्कार। आज हामी कुरा गरौँ वडा कार्यालयको। आखिर यसले के काम गर्छ त? ल आउनुहोस् यसलाई एकदमै सरल भाषामा बुझौँ है त। कहिले सोच्नु भएको छ आफ्नो टोल छिमेकको वडा कार्यालयले खासमा के गर्छ होला? हाम्रो दैनिक जीवनसँग सबैभन्दा नजिकको सरकारी निकाय यही त हो। त्यसो भए यसको मुख्य जिम्मेवारीहरू के हुन् त? वडा कार्यालयलाई हाम्रो समुदायको एउटा अपरेशनल हब जस्तै मान्न सकिन्छ, होइन त, जसले हाम्रो घर दैलोमै अत्यावश्यक सेवाहरू पुर्याउँछ। अब हामी यी सेवाहरूलाई 5वटा मुख्य भागमा बाँडेर हेर्नेछौँ। जन्म दर्तादेखि लिएर सामुदायिक विकाससम्म वडाले कसरी सहयोग गर्छ भनेर। ल सुरु गरौँ पहिलो खण्डबाट, नागरिक सेवा र सिफारिसहरू। सायद हामीमध्ये धेरैजना वडा कार्यालय जाने सबैभन्दा सामान्य कारण नै यही हो, कागजी काम र सिफारिसहरू लिन। सोच्नुहोस् त, नागरिकताको सिफारिसदेखि लिएर बसाइसराई, जन्म दर्ता, विवाह दर्तासम्म यी सबै महत्त्वपूर्ण कागजातहरूका लागि पहिलो ढोका नै वडा कार्यालय हो। यिनै कागजातले त हाम्रो कानुनी पहिचान बनाउँछन् र अरू सेवा लिन बाटो खोल्छन्। अब यो स्लाइडमा हेरौँ त सिफारिस लिने प्रक्रियालाई कति सरल तरिकाले देखाइएको छ। हेर्दाखेरि झन्झटिलो लाग्ने काम वास्तवमा जम्मा 3वटा चरणमा सकिन्छ। पहिला निवेदन र चाहिने कागजपत्र बुझाउने। त्यसपछि वडाका कर्मचारीले सबै कुरा ठिक छ कि छैन भनेर जाँच्छन्। अनि अन्त्यमा छाप लगाएको आधिकारिक पत्र हातमा। ल कागजी कामबाट अघि बढेर अब हेरौँ स्थानीय विकास र निर्माणको पाटो। वडाको भूमिका यतिमा मात्रै सीमित छैन। यसले त समुदायको भौतिक निर्माणमा, खास गरी पूर्वाधार परियोजनाहरूमा एकदमै मुख्य भूमिका खेल्छ। जस्तै कि बाटो बनाउने, ढल निकासको व्यवस्था गर्ने, सासाना पुलहरू हाल्ने अनि सडकमा बत्ती राख्ने। यति मात्र होइन, स्कुल, स्वास्थ्य चौकी बनाउने कामदेखि लिएर युवा क्लब, महिला समूह जस्ता सामुदायिक समूहहरूलाई सहयोग गर्नेसम्म यी सबै कामले हाम्रो दैनिक जीवनमा प्रत्यक्ष असर पार्छन्, होइन त? टोल छिमेकलाई सुरक्षित र जीवन्त बनाउँछन्। एकछिन कल्पना गरौँ त पहिलेको अवस्था। हिलाम्मे बाटो, साँझ पर्ने बित्तिकै अँध्यारो हुने सडक अनि केही कार्यक्रम गर्न पनि सामुदायिक ठाउँको अभाव। वडाको काम भनेकै यस्तै आधारभूत पूर्वाधारका कमीहरूलाई पहिचान गरेर त्यसलाई समाधान गर्नु हो। अनि यहाँ हेर्नुहोस् त, त्यही ठाउँमा कस्तो परिवर्तन आयो। पक्की बाटो, झिलिमिली सडक बत्ती अनि नयाँ सामुदायिक भवनहरू। यसले के देखाउँछ भने स्थानीय विकास परियोजनाले साँच्चीकै दैनिक जीवनका बाधाहरूलाई सामुदायिक सम्पत्तिमा बदल्न सक्छ। पूर्वाधार र निर्माणका कुरा त भए, तर वडाको काम यतिमै सकिँदैन। यसको एउटा एकदमै महत्त्वपूर्ण, भनौँ न, मानव केन्द्रित भूमिका पनि छ। त्यो हो सामाजिक कल्याण र सहयोगका कार्यक्रमहरू चलाउने। भनेपछि वडाले एक किसिमले पुलको काम गर्छ। सरकारले दिने सामाजिक सुरक्षा भत्ता, जस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति वा एकल महिलालाई दिइने भत्ता उहाँहरूसम्म पुर्याउने। अनि कोलाई सहयोगको बढी आवश्यकता छ भनेर परिवारहरू पहिचान गर्ने। बालबालिकाको विकास र महिला सशक्तिकरणका कार्यक्रमहरू पनि वडाले नै हेर्छ। अब यहाँ एउटा महत्त्वपूर्ण कुरा आउँछ, पीएमटी फारम। यो भनेको के हो त? यसको पूरा रूप हो गरिबी मापन उपकरण। यो एउटा सर्वेक्षण फारम हो जसले तथ्याङ्क सङ्कलन गरेर कुन घर परिवार गरिब वा जोखिममा छन् भनेर आधिकारिक रूपमा पहिचान गर्छ। अनि यही पहिचानको आधारमा उनीहरूलाई राज्यबाट सहयोग मिल्छ। यो काममा वडाको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। ल अब लागौँ चौथो खण्डतिर, सरसफाई र वातावरण। स्वस्थ समुदायका लागि स्वस्थ वातावरण त चाहियो नै, होइन र? हो, यही सरसफाई र हरियाली कायम राख्ने प्रयासमा वडाले नै नेतृत्व लिन्छ। स्थानीय स्तरमा फोहोर सङ्कलनको व्यवस्थापन गर्नेदेखि लिएर सार्वजनिक ठाउँहरू सफा राख्ने अभियान चलाउनेसम्म अनि वृक्षारोपण कार्यक्रमहरू गर्ने, हरियाली क्षेत्र बढाउने, यी सबै कामले हाम्रो छिमेकलाई बस्न लायक र वातावरणीय रूपमा स्वस्थ बनाउँछ। र अब हाम्रो अन्तिम खण्ड, सुरक्षा र गुनासो सुनवाई। वडा भनेको सुरक्षा, कुनै आपद विपद आइपर्दा सहयोग माग्ने अनि नागरिकका गुनासाहरू सुनाउने पहिलो ठाउँ पनि हो। यहाँ हेरौँ त वडाको भूमिकालाई 2वटा पाटोबाट देखाइएको छ। एकातिर प्राकृतिक विपत्ति जस्तै आगलागी, बाढी, पहिरो आउँदा तत्कालै उद्धारमा खटिने राहत बाँड्ने काम गर्छ।
अर्कोतिर सेवा प्रवाहमा केही समस्या आयो वा विकासका काम ठिकसँग भएन भने नागरिकको गुनासो सुन्ने र समाधान गर्ने काम पनि वडाकै हो। यसले वडा कति उत्तरदायी हुनुपर्छ भन्ने देखाउँछ। यी सबै कुरालाई जोडेर हेर्ने हो भने स्रोत सामग्रीमा एउटा गजबको भनाइ छ, वडा घरमूली जस्तै हो। कति सठिक कुरा हैन त? जसरी घरको मूलीले परिवारका सबै सदस्यको ख्याल राख्छ, वडाले पनि आफ्नो समुदायको हित हेर्छ। भन्नुको मतलब यो हाम्रो दैनिक आवश्यकता पूरा गर्ने, अप्ठ्यारो पर्दा सहयोग गर्ने र राम्रो भविष्यको लागि बाटो देखाउने केन्द्र हो। त्यसैले त नागरिकहरूले पनि वडाका काममा चासो राख्नु, सुझाव दिनु र स्थानीय निर्णय प्रक्रियामा भाग लिनु यति धेरै महत्त्वपूर्ण छ। यहाँबाट लिनुपर्ने मुख्य सन्देश के हो भने जब नागरिकहरू सुसूचित हुन्छन् तब उनीहरू सशक्त पनि हुन्छन्। अब वडाले यति धेरै काम गर्न सक्छ भन्ने थाहा पाएपछि सोच्नुपर्ने कुरा के हो भने स्थानीय विकासमा नागरिकको सक्रिय भूमिका कस्तो हुन सक्छ? यो प्रश्नले हामी सबैलाई सोच्न बाध्य बनाउँछ।